नमस्कार। आज 22 अगस्त गोर्खा जातिको निम्ति एउटा ऐतिहासिक दिन, किनभने 1988 में आजकै दिनमा गोर्खा एकॉर्ड साइन भएको थियो र आजकै दिनमा सिलिगुडीमा माननीय भारतका गृहमन्त्री श्रीमान अमित शाहजीको अध्यक्षतामा र सँगसँगै माननीय पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीज्यूको गरिमामय उपस्थितिमा हाम्रो दार्जिलिङ तराई डुवर्सको क्षेत्रको जनताको आकांक्षाको स्थायी राजनीतिक समाधान बारे एउटा हाई लेभल मिटिङ सम्पन्न भयो र मलाई यो जानकारी गराउँदा खुसी लागिरहेको छ कि स्थायी राजनीतिक समाधान भारतको संविधानको ढाँचाको अन्तर्गत नै हुनेछ भन्ने म जनतालाई आश्वस्त गराउन चाहन्छु र यस स्थायी समाधानले गोर्खा जातिको आकांक्षाको पूर्ति पनि गरेको हुन्छ र यस दिशामा आज भारत सरकारले प्रस्तावित समाधानको रूपरेखा तयार गर्नको निम्ति श्रीमान पंकज कुमार सिंहज्यूको अध्यक्षतामा एउटा हाई लेभल कमिटीको गठन पनि गरेको छ र यस कमिटीले आउँदो केही महिना भित्रै यसको रूपरेखा तयार पार्नेछ र एउटा न्यायपूर्ण समाधानले हाम्रो क्षेत्रको जनताको आकांक्षाको पूर्ति गर्नेछ र हाम्रो आइडेन्टिटी क्राइसिसको मुद्दालाई पनि सम्बोधित यसले अवश्य गर्नेछ। हाम्रो माटो युवा पिढीको भविष्य र हाम्रो राजनीतिक अधिकार पनि सुनिश्चित गर्नेछ र हाम्रो भावी पिढीलाई आफ्नो शिर ठाडो गरेर बाँच्ने अवसर पनि प्रदान गर्नेछ र हाम्रो यो चिर प्रतीक्षित मुद्दालाई व्यक्तिगत रूपले चासो लिनु भएकोमा म माननीय गृहमन्त्री श्री अमित शाहज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु र म हाम्रो क्षेत्रको जनतालाई आश्वस्त गराउन चाहन्छु। मैले सधैँ नै गोर्खा जाति र हाम्रो दार्जिलिङ पहाड तराई र डुवर्सको क्षेत्रको जनताको हितलाई अगाडि राखेर काम गरिरहेको छु र भारतको संविधान भित्र रहेको उत्तम समाधानको व्यवस्था हामी मिलेर अवश्य नै सुनिश्चित गर्नेछौँ। आश्वस्त भएर बस्नुहोस्, म कहिल्यै पनि गोर्खा जातिको शिर झुक्ने दिने छुइन। जय हिन्द, जय भारत, जय गोर्खा।